पहिरो झर्छ होला गाइज हाम्रो थुक्पा पनि आइसकेको छ है चेस गाइज हामी चाहिँ समला डाँडामा चाहिँ पुगिसकेको छौँ सो हेलो गाइज वेलकम टु माई न्यू ब्लग सो आज चाहिँ हामी जाँदैछौँ समला डाँडा केटाहरू आइसकेको छ यहाँको मुख सुख धोएर आउँछ है सो गाइज हामी चाहिँ फ्रेस भएर पनि निक्लिसक्यौँ है गाइज देख्न सक्नुहुन्छ अब चाहिँ हामी सिधै यहाँबाट बस स्ट्यान्ड लाग्छौँ अनि त्यसपछि हामी चाहिँ पत्री बजारमा उत्रेर त्यहाँदेखि उकालो लाग्छौँ सो त्यही छ होइन विदेश गएको जस्तो देखिरहेछ यार तर अलवेज यसलाई सेम विदेश गएको जस्तो देखिरहेछ है दसैँमा आइज ल दसैँमा चाहिँ आइज ल आइफोन 16 पक्राना सो गाइज अब चाहिँ हामी चाहिँ सिधै त्यहाँ बसमा भेटौँ ल अब बस चढेर सो गाइज हामी चाहिँ बसमा चढिसकेको छौँ गाइज पछाडि यहाँ अब हामी चाहिँ सिधै पथरीतिर लाग्दिएको हो हाम्रो चाहिँ यहाँ दमकमा बस्नुहुने होला थाहा होला के हो भनेर अब हामी चाहिँ पथरीमा झरेर भेटौँ होला सो हामी चाहिँ यहाँ लेटा यो के अरे यो कहाँ पो यो काने पोखरी भन्ने ठाउँमा आइसकेको छौँ गाइज होइन यहाँबाट चाहिँ अझै फेरि अब यहाँ अर्को गाडी चढेर चाहिँ लेटाङतर्फ जानुपर्ने हुन्छ हामी सो अब यहाँ चाहिँ अभिनयले के किन्दैछ यहाँ हेरौँ न ओइ के मास्क किनेको मलाई नि एउटा किन्दैन सो अब हामी चाहिँ यहाँबाट गाडी चढेर जानुपर्ने हुन्छ गाइज अब सिधै हामी चाहिँ माथि भ्यू हेर्दै जाउँ ल सो गाइज हामी चाहिँ फाइनली यहाँ लेटाङमा आइसकेको छौँ अब यहाँबाट चाहिँ अटो चढ्नुपर्छ भन्दैछ अब के भन्छ आजको वेदर पनि एकदम शीतल छ पानी पर्ला पर्ला जस्तो पनि भइरहेछ नमस्ते मेरो नाम रोहित मगर आई एम फ्रम दमक 2 ओ लजावती झार के हो कति साह्रो लजाको हो एम्बापे जस्तो छ कि छैन गाइज हेर्नु त एम्बापे जस्तो सो अब हामी चाहिँ यहाँबाट लाग्नुपर्ने हुन्छ कस्तो क्वालिटी अलिक नराम्रो आइरहेछ सो हामी चाहिँ यहाँ हराइसकेको छौँ भन्नु पनि मिलेन हामी चाहिँ अब यहीँबाट हिँड्दै जाँदैछौँ हामी चाहिँ फेरि कहाँबाट लेटाङबाट हामी जानु आँटेको हिँड्दै केटा हो गाइज हामी चाहिँ यहाँ फेरि पिकअपमा चढिसकेको छौँ है अब यहाँ यसो पैसा नपुगेपछि यसरी लिफ्ट माग्दै माग्दै जाने अब गाइज अब हामी है केटाहरू यस्तो छ है सबैजना पिकअपमा बसिरहेछ रियालिटी भर्सेस के अरे एक्सपेक्टेसन भर्सेस रियालिटी गाइड त्यस्तो गाइड यस्तै छ हो हामी चाहिँ अब आधी बाटो भन्दा नि भर्खरै कति आइपुग्यौँ भर्खर सुरु हुन आँट्यो हामी चाहिँ अब बाटो नदी थोरै सिधाको सिधा सो कुन डाँडा हो सो हामी चाहिँ यहाँ पिकअपबाट अनि लिफ्ट मागेर आधी बाटो भन्दा पनि यो पिछामा आइपुगेको छौँ अझै अब हामी हिँडेर जानुपर्ने हुन्छ कुन डाँडा पनि देखेको छैन कुन डाँडा जानुपर्ने हो हामी अब चाहिँ हाम्रो चाहिँ हिँडाइ चाहिँ स्टार्ट भइसकेको छ है सो फाइनल गाइज हामी चाहिँ फेरि अझै चढ्दैछौँ हामी चाहिँ हिँड्दैछौँ यहाँबाट हामी चाहिँ पिच कटिसकेको छौँ हामी चाहिँ तब हामी चाहिँ गइँदैछ गाइज टेम्पो पनि आउँदो रहेछ तर अलिक मुस्किल पर्दो रहेछ यता सो हामी चाहिँ यस्तै छ है सो हामी चाहिँ आधी बाटो पुगिसकेको छौँ गाइज अब यहाँबाट चाहिँ 1 घन्टा लाग्छ अरे जानुको लागि गाइज हामी चाहिँ यो गइरहेको छौँ यो भ्यू पोइन्ट भन्दा नि पाङ्ग्री चोक अरे यसलाई चाहिँ पाङ्ग्री चोक भन्दो रहेछ यो चाहिँ टक्क यहाँबाट भ्यू चाहिँ दामी आउने रहेछ यो चाहिँ फोटोसोटो खिच्नुको लागि यहाँ है सो गाइज हामी चाहिँ यो लाम्टे भिड भन्ने ठाउँमा आइसकेको छौँ यो भिड चाहिँ एकदमै खतरा रहेछ यो तेलीको चाहिँ तल मिस्छ मावामा मिसिन्छ लाम्टे भिड गाइज दमकमा चाहिँ घाम लागिरहेको रहेछ यति बेला चाहिँ सो गाइज अब चाहिँ हामी चाहिँ लगभग पुगिसक्यौँ भन्दा हुन्छ अब 5 मिनट लाग्छ अरे यहाँबाट चाहिँ सो हामी यहाँ टाढा देख्छौँ मस्त हावा चलिरहेछ सो फाइनली गाइज हामी चाहिँ समला डाँडामा चाहिँ पुगिसकेको छौँ केटाहरू आउँदैछ अझै त्यो तल अझै हामी चाहिँ पुगेर रेस्ट गर्दैछौँ यहाँ टक्कसँगले यस्तो दामी छ है यहाँ माथि आएपछि रिग्रेट चाहिँ हुँदैन जे भए पनि गाइज है तर हिँड्नु चाहिँ ओभर हिँड्नु पर्दो रहेछ चुली पोखरी भन्दा डेन्जर हिँड्नु पर्दो रहेछ यस्तो पाहाड माथि छ यसो यस्तै छ अब यहाँ फोटोसोटो खिचिन्छ त्यसपछि यहाँ चटपटे बनाइरहेछ चटपटे खाने हो अनि त्यसपछि जानै हो गाइस सो त्यही हो है यहाँ हाम्रो अबिन बोस छ यहाँ हाम्रो म्यानेजर के खाँदैछ एक्लै उता फर्केर यस्तो राम्रो ठाउँ छ पछाडि ओ माई गॉड फोनमा भन्दा यहाँ रियल लाइफमा यस्तो दामी देखिन्छ
सो गाइज हामी चाहिँ खानु थालिसक्यौँ है चटपटे सटपटे त्यही हुँदैन हौ चिलो क्या गाइज हामी चाहिँ फेरि पानी हो यता हेर्न पानी फाल्दा यता यता आउँछ त पानी फाल्दा यता यता आउँछ डिप्रेसन हावा छ नि त अनि सो मैले चाहिँ फेरि मैले कपडा चाहिँ फेरिसकेको छु किनभने यहाँबाट अब टक्क भिडियो सिडियो बनाउनु पऱ्यो नि त होइन सब ल्याएको छ नि फेरि एकदमै दामी छ है भ्यू चाहिँ माथि यता कालो बादलहरू छ सो गाइज अब चाहिँ हामी चाहिँ यहाँ टक्कसँगले चटपटे सटपटे खाएर फोटो सोटो खिचेर चाहिँ लाग्नु आँटेको अब चाहिँ हुसेर पनि गइसक्यो सबै अब सिधै हामी चाहिँ फोटो खिच्दै जानुपर्ने हुन्छ सो त्यही हो सो गाइज अब चाहिँ हामी सिधै पथरीमा भेटौँ अब यहाँबाट हिँड्दै जान्छौँ आधी क्लिप पनि हाल्छौँ म अब टक्क पथरीदेखि पथरी गइसकेपछि पथरीदेखि दमक जाने दमकदेखि हाटखोला जाने हाटखोलाको थुक्पा त्यसपछि सो हामी चाहिँ गाइड यहाँ अड्किसकेको छु यसले चाहिँ ट्रिक लाउँदैछ कुन बाटो सह्यो भनेर यता यता हेर्नु अब यसलाई बाटो थाहा भइसक्यो गाइज यसलाई बाटो थाहा भयो अब यति गरेपछि है डोरे बन्द सो फाइनली गाइज हामी चाहिँ यहाँ पथरी आइसकेको छौँ अब बस पनि चढिसक्यौँ अब यहाँबाट निक्लिनु पर्ने हुन्छ हामी होइन टक्क अब हामी चाहिँ दमकमा गएर हाटखोलामा टक्कसँगले हामी चाहिँ भेटौँ सो फाइनली गाइज हामी चाहिँ दमक झरिसकेको छौँ अब चाहिँ यहाँबाट हामी सिधै हाटखोला जाने अब हाटखोला गएपछि चाहिँ अब हामी यसो खाजासाजा खान्छौँ अनि त्यसपछि चाहिँ घर लाग्दिन्छौँ है अरूभन्दा बेग्लै छ क्या हाम्रो दमक चाहिँ फेरि एकदम दामी छ अब हामी सिधै हाटखोलामा भेटौँ है गाइज सो फाइनल गाइज हामी चाहिँ यहाँ हाटखोला आइसक्यौँ हामी चाहिँ जहिले हामी चाहिँ आउँछ थरको उयोमा हो बाहिर त्यो उयो बाहिर बस्ने ठाउँमा होइन अब चाहिँ हामी यहाँ थुक्पा खानुपर्ने हुन्छ अनि त्यसपछि हामी घर जानुपर्ने हुन्छ ल सो गाइज हाम्रो थुक्पा पनि आइसकेको छ है अलिक नजिकले कस्तो आउँदैन टक्क हामी चाहिँ अब हामीले फेरि अलिक पिरो खाने बानी छ कि त्यसरी खाइने फेरि थुक्पादेखि दिँदा फेरि टक्कसँगले एकछिन सो अब दमकको हाटखोलाको तातो थुक्पा क्यामेराम्यानलाई थुकाइदियो सो गाइज हामी चाहिँ अब उखुको जुस खानु लागेको हाटखोलाबाट टक्कसँगले हामी थुक्पा सुक्पा खाएर निक्लिसक्यौँ यता माथि चाहिँ हाम्रो यो नाग पञ्चमीको बेला हिँड्नको लागि लाग्थ्यो प्र्याक्टिस गरेको माथि चाहिँ अब टक्क साँझ पर्नु लागेको छ अब हामी चाहिँ यहाँबाट टक्क यसरी उखुको जुस खाएर चाहिँ आइसक्रिम खाँदै घरतिर राख्छौँ है गाइस अब हामी चाहिँ उखुको जुस च्वासै पारामा खानु लागेको एउटा हो चेस गाइस मेरो नदेखा मलाई खानै नभएको भाइ जुस पर्किन आउँछ अब सो गाइस अब चाहिँ हामी घरतर्फ लागिसक्यौँ सो सबैजना यहाँ छुटिसक्यौँ अब हामी भनेको 3 जना छौँ यो चाहिँ अब हामी चाहिँ यता हाम्रो घर चाहिँ यता परेको कारणले हामी चाहिँ अब 3 जना टक्क यताबाट जाँदैछौँ सो आजको भ्लग यहीँसम्म सो सबैजनाले सब्सक्राइब गरिदिनु होला अब यसरी नै भ्लग हाल्दै जान्छु म सबले लाइक गर्दै जानु होला सो आजको लागि यहीँ सबैजनाले बाई बाई कडा बाई बाई भनिदेऊ बाई 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 गाइज